नमस्कार सबैजनालाई स्वागत छ तपाईहरुलाई हाम्रो YouTube च्यानलमा। साथीहरु, आज तपाईहरुलाई यस च्यानल मार्फत हामीले आलु खेती कसरी गर्ने भन्ने कुरा सिकाउन गइरहेका छौं, जानकारी दिन गइरहेका छौं। यस भिडियोमा खास गरेर आजकल आलुको सिजन हो, यो आलु रोप्ने सिजन। विशेष गरेर यो तराई र भित्री मधेस क्षेत्रमा आलु रोप्ने सिजन हो। यो कार्तिक देखि मंसिर महिनासम्म भित्री मधेस तथा तराई क्षेत्रमा आलु रोप्ने गर्ने सिजन हो, समय हो, एकदम उपयुक्त सिजन। यो उपयुक्त सिजनमा आलु रोप्ने सिजनमा हामीले आलु रोप्यौं र जुनसुकै बालीहरु हामीले रोप्ने सिजनमा रोप्यौं भने के हुन्छ भन्दा त्यसले राम्रो फल, त्यही अनुसारको फल पनि मिल्ने गर्दछ। त्यही भएर आलुको लागि आलु रोप्ने सिजन भनेको तराई तथा भित्री मधेस क्षेत्रमा चाहिँ यो उपयुक्त समय हो। आजकल कार्तिक देखि मंसिरसम्म भनौं न, खास गरेर कार्तिक 15 देखि मंसिर 15 सम्म रोप्छ। तर कार्तिक र मंसिर 2 महिनामा चाहिँ आलु रोप्ने एकदमै उपयुक्त समय मानिन्छ भने मध्य पहाडी क्षेत्रमा चाहिँ फागुन देखि चैतसम्म, फागुन र चैत 2 महिना मध्य पहाडी क्षेत्रमा रोप्ने उपयुक्त समय मानिन्छ र उच्च पहाडी क्षेत्रमा चाहिँ चैतदेखि रोप्ने गर्दछ। चैत, वैशाख, जेठसम्म रोप्ने गर्दछ। उच्च पहाडी क्षेत्रमा त्यो उपयुक्त समय लाग्ने गर्दछ। भनेपछि हामीहरूले आलु रोप्ने बेला हामीले खास गरेर 2-3 तरिकाले रोप्न सकिन्छ। एउटा फ्ल्याट बेड तरिका भन्छ, जुन चाहिँ यतिकै हामीले बेड बनाएर भनौं न, एउटा क्यारी जस्तो बनाएर त्यो क्यारीमा हामीले आलु रोपेर त्यसपछि मल्चिङको प्रयोग गर्न सक्छौं। मल्चिङमा पनि हामीले मल्चिङमा पनि हामीहरूले के प्रयोग गर्न सक्छौं भन्दा परालहरु अथवा भुसहरु, गहुँको भुसहरु या कुनै अरु चिजका जस्तै गोरु भैँसीबाट निस्केका सोत्तरहरु, हैन, गोठबाट निस्केका सोत्तरहरु, त्यसलाई हामीले छापोको रूपमा प्रयोग गर्न सक्छौं। भने यदि हामीले त्यो विधि अपनाएनौं भने हामीले रिच एन्ड फरो विधि भन्छ, यसरी ड्याङ बनाएर रोप्न सक्छौं। ड्याङ बनाएर अथवा कुलो बनाएर पनि रोप्न सक्छौं। हामीले खास गरेर आलु 2-3 तरिकाले रोप्ने गर्दछौं। कुलो बनाएर, ड्याङ बनाएर, त्यसपछि गएर यतिकै फ्ल्याट जमिनमा रोप्ने गर्दछौं। भने आलु रोप्नको लागि जुन तरिकाबाट रोप्दा पनि एकदमै ठिकै हुन्छ, उपयुक्तै हुन्छ। तपाईहरुलाई जुन सजिलो लाग्छ त्यही तरिकाले रोप्न सक्नुहुन्छ। भने अहिले यो भिडियोमा तपाईहरुले देखेको चाहिँ ड्याङ बनाएर आलु रोप्ने तरिका हो। यसमा हामीहरूले आजकल खासमा आलु रोप्ने बेला आलुको कति ग्रामको उपयुक्त हुन्छ त भन्दाखेरि 25 ग्राम, सानोमा 25 ग्राम जति हुनु पर्यो र धेरै ठुलोमा अब 45 ग्राम 50 ग्रामसम्मको रोप्न सक्छौं। यदि हामीहरूले आलु धेरै ठुलठुलो छ भने हामीले आलुलाई काटेर पनि रोप्न सक्छौं। आलुलाई काटेर 2-3 टुक्रा, एउटा टुक्रामा 2टा आँखा हुनु पर्यो। आलुका आँखा स्प्राउटिङ भन्छ त्यसलाई, जुन चाहिँ आलुको जराहरू निस्किने ठाउँ हुन्छ, आँखाहरू निस्केको हुन्छ, जहाँबाट पातहरू फाल्ने गर्दछ। त्यसलाई त्यो आँखाहरू एउटा टुक्रामा 2-3 वटासम्म हुनु पर्यो, त्यसरी काट्नुपर्छ। काटिसकेपछि हामीले त्यो काटेको टुक्रालाई हाम्रो गाउँघरमा उपलब्ध चिजहरू जस्तै खरानीहरू, हामी चुलामा आगो बालिसकेपछि त्यहाँबाट खरानी निस्केको हुन्छ, त्यही खरानी लगाएर त्यो काटेको ठाउँमा लगाएर, किन लगाउने त भन्दाखेरि त्यहाँ इन्फेक्सन नहोस्, नकुहियोस्, नबिग्रियोस् नकुहियोस् भनेर भन्नको लागि त्यसमा हामीहरूले त्यो खरानीहरू दल्ने गर्दछौं। त्यो दलिसकेपछि हामीहरूले यसरी रोप्ने गर्दछौं। रोप्नको लागि हामीले सुरुमा जमिनको तयारी गर्नुपर्छ। जमिनको तयारी गर्दाखेरि हामीहरूले खासमा अब पुलोहरू, एमबी पुलोहरूबाट, जस्तै गाउँघरमा पाइने पुलोहरू हुन्छ, गोरुहरूबाट अथवा ट्र्याक्टरहरूबाट जोत्दा पनि एमबी पुलोको प्रयोग गरेर हामीले जोत्नुपर्छ। अथवा हामीसँग कुनै साधन छ जोत्ने अथवा खन्ने साधन छ भने हामी कम्तीमा पनि 25 सेन्टिमिटर गहिरोसम्म खन्नुपर्छ। 25 सेन्टिमिटर गहिरो खनिसकेपछि त्यसलाई फेरि अर्कोचोटि सेकेन्ड प्लोइङ, थर्ड प्लोइङसम्म हामी जबसम्म मसिनो माटो हुँदैन तबसम्म हामी त्यसलाई खनिराख्नुपर्छ। जोत्ने 2-3 चोटिसम्म जोत्दा
खेरि त्यति बेलासम्म के हुन्छ त भन्दाखेरि त्यो माटो एकदमै मसिनो बुरबुराउनो माटो भइसक्छ। हो त्यस्तो माटोमा हामीले त्यस्तो माटो गराउनुपर्छ जस्तो भिडियोमा देखिराख्नु भएको छ। र आलु खेतीको लागि उपयुक्त माटो चाहिँ बलौटे दोमट माटो उपयुक्त हुन्छ, किनभने यो जमिन मुनि फल्ने भएकोले गर्दा धेरै कडा माटो भयो भने यसका दानाहरू बढ्न पाउँदैन। त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि बलौटे दोमट माटो भयो भने माटो खुकुलो हुन्छ। बलौटे माटो कस्तो हुन्छ तपाईँलाई थाहै छ हो। त्यही भएर बलौटे दोमट माटो भयो भने एकदमै उपयुक्त माटो मानिन्छ आलु खेतीको लागि। अनि हामीले खेती गर्न लाग्यो भने हामीले कम्पोस्ट मल एकदमै बढी हाल्नुपर्छ। कम्पोस्ट मल धेरै हालिसकेपछि के हुन्छ त भन्दाखेरि माटो मलिलो हुन जान्छ, जसको कारणले गर्दा बोट बिरुवाले खाना अथवा मल बढी पाउने गर्छ। त्यसले हुर्कन, बढ्न, फल दिन एकदमै महत्त्वपूर्ण रोल कसको हुन्छ त भन्दाखेरि मलको हुन्छ। जस्तै हामीहरूले खाना खाने बेला हामीलाई खानाहरू पनि अलिक पोसिलो खानाहरू चाहिन्छ, त्यस्तै गरेर बोट बिरुवालाई पनि पोसिलो कुराहरू चाहिन्छ। र त्यो पोसिलो कुराहरू बोट बिरुवालाई कहाँबाट पाउँछ र माटोबाट पाउँछ। माटो मलिलो भयो भने एकदमै राम्रो हुन्छ। त्यही भएर मल चाहिँ एकदमै कम्पोस्ट मल 25 देखि 30 टनसम्म हामीहरूले 1 हेक्टर क्षेत्रमा हामीले हाल्नुपर्छ, 25 देखि 30 टनसम्म भने। त्यसपछि हामीहरूले केमिकल फर्टिलाइजर्सहरू, रासायनिक मलहरूमा जस्तै डिएपी, युरिया, पोटास त्यस्ता चिजहरू हामीले प्रयोग गर्न सक्छौँ भने युरियाहरू हाफ डोज सुरुमा हाल्ने, त्यसपछि गएर टप ड्रेसिङ गर्दै हाल्नुपर्छ युरियाहरू, त्यसरी हाल्नुपर्छ। र सिँचाइको कुरा गर्ने हो भने सिँचाइ चाहिँ हामीहरूले आलु उम्रिसकेपछि 1 महिनापछिदेखि हामीहरूले सिँचाइ गर्नुपर्छ। र त्यो ड्याङको भाग कम्तीमा नि 8 दासम्म पानी भिजोस्, पानी भरोस् भनेर त्यो कुरालाई ध्यानमा राखेर हामीहरूले सिँचाइ गर्नुपर्छ। यसरी आलु रोप्ने बेला चाहिँ हामीहरूले के कुरामा ध्यान राख्नुपर्छ त यसको स्पेसिङहरू, आलु रोप्ने दूरीहरू, त्यो कुरामा ध्यान दिनुपर्छ। हामीहरूले आलु रोप्ने बेला कम्तीमा पनि 30 सेन्टिमिटर टाढामा रोप्नुपर्छ। 30 सेन्टिमिटर एउटा बोटदेखि अर्को बोटको दूरी कम्तीमा पनि 30 सेन्टिमिटरको होस् भनेर त्यो कुरामा हामीले ध्यान दिएर त्यसरी हामीले रोप्न सक्छौँ। र ड्याङ कम्तीमा पनि 40 सेन्टिमिटर 45 सेन्टिमिटर चाक्लो, अथवा कम्तीमा पनि यदि कम भयो भने 30 सेन्टिमिटर चाक्लोसम्म चाहिँ ड्याङ बनाउनुपर्छ। किनभने फल्यो भनेपछि आलु फलाउनलाई भने बाहिर नआओस्, लगिङ नहोस्, अथवा फल राम्रो होस्। त्यसलाई जति ढाक्न सक्यो त्यति नै राम्रो हुन्छ। पछि सानो सानो ड्याङ बनायौँ भने के समस्या आउन सक्छ त भन्दाखेरि त्यो आलु फल्यो भने बाहिर आलु माटोभन्दा बाहिर निस्कियो भने सनलाइटहरू पर्छ। सनलाइटहरू पऱ्यो भने आलु हरियो, निलो, कालो जस्तो दागहरू, डब्बाहरू देखिन्छ भनौँ न। त्यसपछि त्यो डब्बामा के हुन्छ त भन्दाखेरि सोनालिन भन्ने एउटा तत्त्व उत्पादन गर्छ आलुले। त्यो खायौँ भने हामीलाई क्यान्सरसम्म हुन जान्छ होइन। क्यान्सर हुनुमा एकदमै धेरै मद्दत गर्ने गर्छ त्यो तत्त्व, सोनालिन भन्छ। त्यो चाहिँ आलु डाइरेक्ट सनलाइटको कन्ट्याक्टमा आयो भने त्यसरी हुने गर्दछ भने। हामीहरूले अब आलुको बिउहरू अहिलेको सिजनमा खासमा अब लोकल एरियातिर, तराई क्षेत्रतिर भन्यो भने तराईको रैथाने आलु तपाईँलाई थाहै छ होला। तराई क्षेत्रको रैथाने आलुको जात चाहिँ थारु आलु भन्छ। लोकल आलुलाई थारु आलु भन्छ। त्यो चाहिँ तराईको प्रोपर रैथाने आलु हो। र त्यो आलु रोप्न सक्छौँ, एकदमै खानमा स्वादिलो मिठो हुन्छ भने। अर्को हामीहरूले अब जस्तै उन्नत जातका आलुहरू हुन्छ होइन। टिपिएस आलु तपाईँहरूले सुन्नुभयो होला। टिपिएस आलु एकदमै बढी फल्ने गर्छ। अनि कुप्री ज्योति, कुप्री सोना, चिप्स सोना, जनकदेव जस्ता आलुहरू रोप्न सक्छौँ हामीहरूले। एउटा कार्जिनल आलु भनेर पनि बिक्री गर्ने गर्छ, बजारमा बिक्री हुने गर्छ। लाल गुलाब हुन्छ, सेठा आलु हुन्छ होइन। त्यस्ता आलुहरू हामीले रोप्न सक्छौँ। एकदम बजारमा पाइरहेको हुन्छ त्यस्ता आलुहरू। हामीहरू गाउँघरमा पनि राखिरहेको हुन्छ, आफ्नो लोकल तरिकाले राखिरहेको हुन्छ त्यो रोप्नको लागि भने। त्यस्तै हामीले रोप्न सक्छौँ। र
आलु रोप्नुभन्दा अगाडि के कुरामा ख्याल गर्नुपर्छ भन्दाखेरि आलुमा कम्तीमा पनि स्प्राउटहरू त्यो सेतो सेतो आँखाहरू जराहरू जस्तो टाइपको त्यो आलुमा आयो भने त्यसपछि त्यो रोप्यौँ भने छिटो छिटो उम्रिन्छ। यदि त्यो आँखाहरू आएको छैन, त्यो स्प्राउटिङ भएको छैन आलु भने त्यसले के समस्या निम्ताउँछ त भन्दाखेरि ढिलो उम्रिने अथवा हामीले त्यसलाई रोप्ने बेला अलि बढी नै चाप पर्यो, माटो धेरै तलसम्म त्यो गाडियो भने त्यो उम्रिँदैन, नउम्रिने समस्या आउँछ। त्यही भएर कम्तीमा पनि आँखाहरू निस्किएको हुनु पर्यो। आँखाहरू निस्किएको कुरामा तपाईँले ध्यान दिन सक्नुहुन्छ। त्यो कुरा चाहिँ एकदमै ध्यान दिनुपर्छ र रोप्ने बेला हामीले जमिनको तयारी एकदमै राम्रोसँग, सिँचाइको व्यवस्था एकदमै राम्रोसँग भएको ठाउँमा र माटोको कुरामा ख्याल गर्नुपर्छ, स्पेसिङका कुरामा ख्याल गर्नुपर्छ। हामीले आलु रोपिसकेपछि त्यसको माथि माटो हाल्ने बेला कम्तीमा पनि 7देखि 8 सेन्टिमिटरसम्म गहिरोसम्म गर्दाखेरि बढीमा 7 सेन्टिमिटर, 5 सेन्टिमिटरदेखि 7 सेन्टिमिटरको गहिरोमा हामीले आलु रोप्नुपर्छ। यति भन्दै यो भिडियो यहीँ टुङ्गाउन चाहन्छु। यो भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँलाई एकदमै धन्यवाद दिन चाहन्छु। यो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई आफ्नो प्रतिक्रिया दिनुहोला। यदि यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक, कमेन्ट र भिडियोलाई सेयर गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरेर तपाईँहरूले अझ यस्तै भिडियो हेर्नको लागि हामीसँग जोडिदिनु होला। हस्त धन्यवाद।